छोरोल्पा पुगेपछि छोरोल्पाको आउँछ एक कुनामा छ टावर यहाँ हेलो भेरी गुड मर्निङ अन द डे 4 अफ छोरोल्पा ट्रेक है आज डे 4 आज चाहिँ फाइनल डे ताल हेर्ने दिन दुधकुन्द र छोरोल्पा हामी यो ना भिलेजको टप होटलबाट अहिले 15:15 मा उठ्यौँ अब 6 बजे चाहिँ ढिलामा 6 बजे हिँड्ने प्लान छ अहिले कति बजे हिँड्छौँ पानी र बिस्कुट म त हेभी नगर्ने किनकि आज दुधकुन्द गएर त्यहाँबाट सिधै तल छोरोल्पा ओर्लेर यहाँ आइकन हामी तल बेदिङसम्म पुग्ने प्लान छ एन्ड त्यही हो हुसु छ रातभरि अब हाई अल्टिट्युड 4200 मिटरमा सुतेको यो फर्स्ट टाइमै होला 4200 मिटरमा अब सुत्न सकियो अब खुट्टा पेनहरू छ अब यहाँबाट एकछिनमा अब तातो पानी प्लस बिस्कुटहरू खाएर हामी निस्किन्छौँ पहिला दुधकुन्द 4-5 घण्टा ओके फाइनल्ली वी आर डन है अब हामी निस्किन लाग्यौँ एभ्रिथिङ अल रेडी सबै एकजना मात्रै झोला बोकेर रेनकोटहरू हालेको छ अरू खाली हिँड्नलाई यहाँबाट चाहिँ होटलबाट चाहिँ हामी 5:30 बजे मुभ हुँदैछौँ अब कति टाइम लाग्छ अब हामी बिस्तारै हिँड्दाखेरि दुधकुन्द प्लस छोरोल्पा तपाईँलाई अपडेट गर्दैछु बाटोमा जीवनजल पानी प्लस स्टिक त्यति हो मेरो जिउमा आज भएको भित्र 4वटा लुगा छ यो बाहिर हावा छेक्नलाई ओके लेट्स गो ओके है हामी होटलबाट नि निस्किसकेको छौँ हामी बसेको होटल हुसुले छेकिसकेको छ कोही टोली हाम्रो अगाडि छन् भने 3 जना पछाडि हामी 2 जना बिचमा बिदुरमा 3 जना अगाडि छौँ अब हामी निस्क्यौँ 5:30 बजे ठ्याक्कै होटलबाट निस्केको हो कति टाइम लाग्छ अब बाटोमा खिचेर पहिला हामी दुधकुन्द गएर त्यहाँबाट छोरोल्पा ओर्लिने हो म अपडेट गर्छु है त चाहिँ याकहरू रहेछ हामीले प्राय बाटोमा पनि त्यस्तो साह्रो अरू ठाउँमा गएको जस्तो चौरीहरू देखिएन यहाँ चाहिँ याक हो कि अब चौरी गाउँ हो बच्चाहरू सानसानो थुप्रै रहेछ ओके अब हामी ना ब्रिजमा आइपुगेका छौँ अल्टिट्युड 4175 किनकि हामी होटलभन्दा तल आएको छ हामी 4200 मा बसेको थियौँ भने मासतिर गयो भने दुधकुन्द हो तलतिर गयो भने 2.5 घन्टा छोरोल्पा तर हामी मासतिर दुधकुन्दको चाहिँ लेखेको रहेछ छोरोल्पा जाँदैछौँ एन्ड दिस इज द ब्रिज हामी छोरोल्पाबाट बगेको र दुधकुन्दबाट बगेको खोलाबाट जान्छौँ यो खोला गएर तामाकोसीमा मिसिन्छ दिस इज द वे बाई बाई फर नाउ एकछिनमा आएर भेटौँला ओके फाइनली हामी अब चाहिँ मुभ भइसक्यो लास्टमा मै नै छु अब सबैजना हिँडिसकेको छ पुल क्रस गर्दैछौँ यु क्यान सी यो चाहिँ एलुङ हिमाल रहेछ एलुङ बेस क्याम्प पनि जान मिल्ने रहेछ यहाँबाट यु क्यान सी एलुङ बेस क्याम्प एलुङ हिमाल रहेछ त्यो चाहिँ ओके यु क्यान सी द भ्यू छोरोल्पा जाने बाटो यता एलुङ बेस क्याम्प जाने बाटो यता एन्ड छोरोल्पा अब हामी यताबाट जान्छौँ छोरोल्पा यता रहेछ 4190 मिटरमा हामी आइपुग्यौँ अहिले ओके अलि तल गइरहेको छ होटलभन्दा हामी त्यही भएर हामी बसेको होटल त्यो लास्टको हरिघर त्यो अहिले हाइटमा छ त्यही भएर 4200 मिटर हो 4190 हामी अब यो बाटो हुँदै जान्छौँ बाट हिँडेको करिब आधी घन्टामा हामी यो एउटा बोर्ड भएको एलुङ बेस क्याम्प जाने बाटो छुट्टाको ठाउँमा आइपुगेका छौँ यु क्यान सी द याक ब्याक साइड अफ आवर है यु क्यान सी हो क्या मजा है यो चिसोमा रातभरि बाहिर जडीबुटी खाएर बस्ने हो एन्ड यु क्यान सी द भ्यू ओभर देयर एलुङ हिमाल यतापट्टि चाहिँ सिधै पत्थरको पहाड छ अनि खुल्ला चौर जस्तो छ यु क्यान सी द 360 है त ल हेर्नु अब जेनतेन खुट्टामा पेन छ जेनतेन पुग्ने हुने आशा छ केटाहरू अगाडि गइसक्यो अब बिस्तारै हिँड्दै जाउँ अपडेट गर्दै जाउँ यो छोरोल्पाबाट आएको हो कि खै कताबाट ए पहाड छ आउने यस्तै छ हुजु लागेको छ जाँदैछौँ हामी रमेश ज्वाइँ र म खुट्टाको पेन हुन्छ लास्टमा छौँ बिस्तारै अरू अगाडि गइसकेका छन् जेनतेन पुगिन्छ आइन्छ हतार छैन अब आउनु नआउनु आइसकिसकेपछि अब त्यही हो ठाउँमा त्यही पनि यस्तो माथि एल्टिट्युड हाई लेक लाग्ने ठाउँमा आउँदाखेरि हतार गरेर हिँड्नु नै राम्रो होइन अब बिस्तारै जाने हो साथीहरूले साथ त छोड्दैन अहिले त हिँड्दै छैन अलिअलि अगाडि गएर कुरेर बस्छन् अब फर्किँदाखेरि झनै गाह्रो हुन्छ खुट्टा खाँदिनेदेखि सबै हुन्छ अब जानु नै उस्तै
ओह्रालो मात्रै पनि छैन, उकालो ओह्रालो हो यो ट्रेक चाहिँ। त्यही भएर अब यहीँ हिँड्न नि यस्तो गाह्रो भइसकेको छ। बेसी वाटर पेन्स है छोरोपा र दुध कुण्डले बोलाउनु भएको छ भने हामी हिँड्दैछौँ, पुगिन्छ अवश्य। हामी अब तेर्सो बाटो सकाएर हिँड्दैछौँ। यु क्यान सी है ना भिलेज धेरै पर छोडेर आइसक्यौँ हामी। अब तेर्सो बाटो सक्यो। अब जहाँसम्म लाग्छ मलाई 4200 मिटरमा छौँ हामी। अब 4700 मिटर 500 मिटर माथि उक्लिनुपर्छ। 3 to 4 आवर्स भन्छ, हामीलाई 4 घन्टा नै भन्दा बढी नै लाग्छ। अब जति लागि जानै पर्यो यत्रो आइसकेपछि। लेट्स सी व्हाट ह्यापेन्स है त। त्यसकै फेदमा पुग्छौँ हामी ल। यु क्यान सी अब अहिले चाहिँ बादलले छेक्या छ, अहिले क्लियर भएपछि फेरि खिचौँ ल। अहिले चाहिँ पुरै कुहिरोहरूले छेकेको छ। क्यान सी है ब्याक हिमाल, त्यसको फेदमा पुग्नुपर्छ। एन्ड बिसाइड पनि हेर्नुहोस् ना भिलेज छोडेर आएको हामीले। छोरोल्पा है, त्यही माथि छोरोल्पा हो, दुध कुण्ड अलि माथि हो। यु क्यान सी इट। हिँडेको करिब 50 मिनटमा हामी अलि फेदमा पुग्न लागेका छौँ। अब त्यो फेद सकिसकेपछि चाहिँ उकालो हो 3 to 4 आवर्सको दुध कुण्डको लागि। त्यसपछि त्यहाँबाट चाहिँ ओह्रालो हो छोरोल्पाको लागि। त्यसपछि यहाँ होटलसम्म ओह्रालो नै हो। अहिलेसम्म स्वास्थ्यमा केही हानि भएको छैन, लेक लागेको नि छैन। औषधि त हामीले लेकको एउटा खायौँ बिहान, त्यो भएर नि होला हिँडिरहेछौँ। ओके, जे छ राम्रैको लागि हुन्छ, जे हुन्छ राम्रैको लागि हुन्छ नि त। ओके, तपाईँहरूलाई पनि यो भिडियो मार्फतै त्यहाँको दृश्यहरू म क्याप्चर गरेर देखाउने नै छु है त। मौसम अलिअलि खुलेको छ। यो साइडमा चाहिँ दुध कुण्ड हो भने ऊ त्यो माथि पानी एउटा झर्ना जसरी खसेको ठाउँ चाहिँ छोरोल्पा हो। हामी पहिला यता दुध कुण्डको यता डाँडामा गएर त्यसपछि चाहिँ हामी यता ओर्लिने छौँ है। अनि त्यहाँबाट सिधै यता ब्याक टु द होटल। एन्ड यु क्यान सी द पाइप ब्रिज ओभर हियर इन द रिभर। सो आई क्यान नट टेक द रिक्स है, म रिक्स लिन्न यहाँ चाहिँ, त्यही भएर मोबाइल राख्छु। यु क्यान सी है हामी पहिला यताको डाँडामा 4700 मिटरमा गएर ऊ त्यो परको त्यो गइरहेको छोरोल्पा ताल चाहिँ त्यता हो। ओके, अहिले नै कति आनन्द महसुस हुन थालिसकेको छ है। यु क्यान सी है यो साइडमा हामी जान्छौँ, त्यहाँ दुध कुण्ड छ अहिले हाइटमा, त्यहाँबाट ओर्लेर सिधै फेरि अहिले बादलले भन्दा नि उ त्यो झर्ना झरिरहेको ठाउँको त्यो गहिरामा चाहिँ छोरोल्पा ताल हो। छोरोल्पा मात्र जाने हो भने हामीलाई धेरै गाह्रो थिएन, तर हामी दुध कुण्ड हुँदै छोरोल्पा ओर्लिन्छौँ। यु क्यान सी द भ्यू 360 भ्यू ओभर हियर। नाकबाट चिसोले सिँगान पनि आउनु थालिसक्यो, बरु पसिना छैन अहिले। मैले 4 लेयरको टी सर्ट माथि स्वेटर माथि ज्याकेट माथि ज्याकेट लगाएको छु। यु क्यान सी यही चिजको लागि हो यत्रो 3 days भइसक्यो, आज 4th डे हो यत्रो हिँडेर आएको नै यही चिज हेर्नको लागि हो। यु क्यान सी है दिस इज द प्लेस। फाइनल्ली अब हामी तेर्सो बाटो सकेर अब सिडीको उकालो हुँदै उकालो जान्छौँ। यतापट्टि होला दुध कुण्ड, त्यहाँबाट यता के अरे छोरोल्पा आउन मिल्छ। छोरोल्पा चाहिँ अब छेकियो, अब यहाँबाट उकालो होला। लेट्स सी अब के छ बाटोको अलिअलि अपडेट गरौँ ल है त। जे सम्भो अक्सिजन कम्बो। मौसम चाहिँ खुल्दै आयो, ह्याप्पी। त्यो कुरामा चाहिँ हामी धेरै नै ह्याप्पी छौँ किनकि भ्यूहरू हेर्न पाइन्छ। यु क्यान सी यो पावरमाथि पनि हिमालय। हामी जानुपर्ने चाहिँ यतापट्टि हो पहिला दुध कुण्ड, त्यसपछि ओर्लेर यतापट्टि हो छोरोल्पा चाहिँ। ह्यान्ड मौसम खुलेको छ, उकालो उक्लिने बित्तिकै गाह्रो हुन थालिसक्यो। अरू बेला जे सम्भो गाजा कम्बो भन्थ्यो होला, आज चाहिँ जे सम्भो अक्सिजन कम्बो। दुध कुण्डको साइड यो हो भने छोरोल्पाको साइड यो हो। फर्स्ट हामी त्यता जान्छौँ, त्यहाँबाट त्यता आउँछौँ, त्यहाँबाट घुमेर सिधै यतापट्टि तलको ना भिलेज आउँछौँ। करिब
1 घन्टा 10 मिनट हिँडिसकेपछि ना भिलेजबाट हामी यो पुल आउँछ। पुल क्रस गरिसकेपछि राइटतिर गयो भने छोरोल्पा, लेफ्टतिर गयो भने दुधकुन्द पुगेपछि चाहिँ बिचबाट एउटा सर्टकट रहेछ छोरोल्पा आउनको लागि। एन्ड यो चाहिँ छोरोल्पाबाट आएको खोला भयो, दुधकुन्द यता पर्छ, उता माथि नै हो जस्तो लाग्यो। करिब 1 घन्टा 10 मिनट हामी होटेलबाट हिँडेको पछि यो पुल आउँछ रहेछ है। मैले अगाडि भिडियोमा नै भनिहालेँ। एन्ड तपाईँहरू ट्रेक आउँदै हुनुहुन्छ भने चाहिँ फर्स्टमा तपाईँलाई हाई अल्टिट्युड सिकनेस कतिको लाग्छ त्यो पत्ता लाग्नु पऱ्यो, त्यसपछि मात्र हिँड्नुहोस्। एन्ड नो ड्रिङ्किङ, नो स्मोकिङ अन द ट्रेक टाइम है। 10-15 दिन अगाडिदेखि अलिकति एक्सर्साइज जगिङहरू गर्नुहोस्, हिँड्नलाई अलिक सजिलो हुन्छ। मौसम खुलेको छ, हामी भाग्यमानी नै हुन्छौँ जस्तै छ पुग्न सक्यो भने टाइममा। एन्ड त्यही हो, अब यो पुल क्रस गर्छौँ, त्यसपछि हामी दुधकुन्दतर्फ अघि बढ्छौँ है त। यो चाहिँ छोरोल्पाबाट आएको खोला, यहाँबाट हामी पुल क्रस गर्दैछौँ अब गाउँमा। एन्ड दिस इज द मिसिन, मैले हिजोको भिडियोमा नै भनेको छु। यो बाढी मापन गर्ने कतिको पानीको रेन्जहरू आएको छ, अलार्म बज्छ तल, त्यो अनुसारले सबैजना अलर्ट हुन्छन्। त्यो सबै ठाउँमा नेपालको प्रायः खोलाहरूमा राख्नुपर्छ। ओके, सी यू छोरोल्पा। हामी पहिला दुधकुन्द गएर आउँछौँ। ओके, छोरोल्पाको बोर्ड यता छ, यताबाट छोरोल्पा उक्लिन पर्ने रहेछ। अब हामी बाटो चाहिँ दुधकुन्द भनेर यता देखाइएछ, यता जान्छौँ, यताबाट मास्तिर उक्लिन्छौँ है त। फाइनली म पुल क्रस गरेर दुधकुन्दतर्फ लागिसकेँ। यु क्यान सी अलिकति झाडीको बाटो रहेछ यहाँ चाहिँ। यो प्रायः नहिँडिने ट्रायल हो, प्रायः मान्छे छोरोल्पा आइसकेपछि छोरोल्पा मात्रै गएर फर्किन्छन्, किनकि यो अलिकति माथि हाइटमा पनि छ, लिक लाग्ने सम्भावना, हाई अल्टिट्युड सिकनेसको समस्याले गर्दा पनि। ओके, जे छ अब माथि पुगेर नै देखाउने हो तपाईँहरूलाई। आँटेको छ, हिँड्न खोजेका छौँ जति गाह्रो भए पनि। ओके, केटाहरू हिँडिसके अगाडि, अब म ठिकै बिस्तारै सास लिँदै हिँडिरहेको छु। अनि हाम्रो पारी विदुर सर हुनुहुन्छ, उहाँलाई चाहिँ अलिकति हाई अल्टिट्युड सिकनेसको देखा परेको छ, र उहाँलाई कुर्दै लिएर जान्छु म चाहिँ। अब आफूलाई नि गाह्रो हुन्छ, गाह्रो मध्येमा त्यो पनि भयो। यु क्यान सी द छोरोल्पाबाट बगेको पानी है यो चाहिँ। You can see the view है। मैले चाहिँ समयको सदुपयोग गर्न लागेको सर आउँदै हुनुहुन्छ, समयको सदुपयोग पनि भयो। एन्ड त्यही हो, अब भन्नु केही छैन, अरू जाँदैछौँ। 1 घन्टा 10 मिनट 15 मिनटको यात्रा गरेर पुल क्रस गरेर हामी दुधकुन्दतर्फ लाग्दैछौँ। के हुन्छ बाटोमा अपडेट नै गरौँ ल। मौसम राम्रो भयो भने त्यो पनि तपाईँहरूलाई देखाउने नै छौँ। बिस्तारै जाउँ ल। अब म त्यही भएर बिस्तारै पुगेर बस्छ, त्यही भएर पुगेर बस्छ, त्यही भएर क्या बिस्तारै लान्छु भनेर कसम हो। ज्वाइँ उहाँ माथि पुगेर जाउँ बिस्तारै। अब त्यही तिनीहरूलाई त्यही केटाहरूलाई मैले पर्खिनँ भनेको, यहाँ मान्दैन त मैले केहरू गाह्रो भएर बिस्तारै जाउँ। उता गएर बस्ला नि तिनीहरू। मैले पर्खिनँ भनेको,
सुन्दै अब त्यहाँबाट कराएर पनि सुनेन अब माथि बस्ला यहीँ माथि गहिरोमा हो दुधकुण्ड मैले विचार गरेँ ट्रायल चाहिँ अलिक कन्फ्युजन छ है तपाईँहरू त्यताबाट आइसकेपछि कता 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 यस्तो डाँडे डाँडा हुन्छ यो ट्रायल चाहिँ कन्फ्युजन छ सकेसम्म ना भिलेजबाट गाइड बोकेर आउँदाखेरि यता आउँदाखेरि चाहिँ दुधकुण्ड हुँदै छोरोल्पा जाने हो भने छोरोल्पा मात्रै जाने हो भने गाइड परेन सिधै जान सक्नुहुन्छ है यो चाहिँ अत्यन्तै जरुरी सूचना जस्तै हो यहाँ हामीले चाहिँ सबैजना केटा पछाडिबाट नै आउँदै हुनुहुन्छ हाम्रो होटलको दाइ हामीलाई दुधकुण्डमा चाउचाउ बनाएर खुवाउन भनेर मात्रै हामी एक्लै हिँडिरह न त गाइड बोकेर आउँदा सजिलो मै आफै अहिले एकछिन त्यहाँ बिचमा कन्फ्युजनमा परेँ सकेसम्म गाइड बोकेर आउनु किनकि यो दुधकुण्डमा जानु छ भने चाहिँ किनकि म आफै एकछिन कन्फ्युज भएँ मैले एकजना केटा यतापट्टि देखेर मात्रै म यता आएको हो दुधकुण्डबाट आएको खोला चाहिँ यो रहेछ अघिनिको छोरोल्पाबाट आएको यो क्रस गरेर हामी हुँदै त्यो उकालो उक्लेर त्यहाँ माथि रहेछ दुधकुण्ड त्यहाँसम्म पुग्छौँ अब दुधकुण्डको खोला तरेर जानुपर्ने रहेछ अब यहाँ क्रस गर्दैछु म दुधकुण्ड खोला देख्न सक्नुहुन्छ है त साह्रै जानुपर्ने अवस्था छ यहाँ त्यति राम्रो छैन ढुङ्गामा चिप्लिन सक्ने सम्भावना हुन्छ आवाज केही सुनेको छैन होला मैले अलिक ठुलो स्वरले बोलेँ दुधकुण्डमा यो काठको राखेको रहेछ आफ्नो बोटो मान्छे अलिक डर लाग्ने क्रस गर्दैछु क्रस गरेँ होइन मैले अब बिस्तारै बिस्तारै उक्लिन्छु 1 घन्टा 45 मिनट भयो यति धेरै माथि नै आइसकेका छौँ यु क्यान सी द ब्याकग्राउन्ड उसले फेरि छोप्न लाग्यो अब यो लेकको मौसम भनेको यस्तै नै हो घाम लाउँदा खुल्छ बाँकी छ भने हामीले भ्यू राम्रोसँग हेर्न पाउँछौँ तपाईँहरूले नि हेर्न पाउनुहुन्छ यु क्यान सी जय नेपाल हेर्नुहोस् हावाको बेग नेपालको झन्डा शिवरी भाइ हुसुले पुरै छोपिसकेको छ है अब चाहिँ फेरि दुधकुण्ड नि देखिँदैन छोरोल्पा नि देखिँदैन तलतिर पनि केही देखिँदैन वी आर इनसाइड द क्लाउड्स भने जस्तो छ है त ल 7:30 भयो हामी 5:30 बजे हिँडेको हेर्नुहोस् फेरि कुहिरोले पुरै छेक्रिसकेको छ यस्तो भयो भने चाहिँ भ्यूहरू हेर्न पाइँदैन पोखरीहरूको आशा छ खुलिन्छ जति माथि गयो त्यति नै गाह्रो जति माथि गयो त्यति नै गाह्रो हुँदै जान्छ किन हाई अल्टिट्युडमा जाँदाखेरि अक्सिजन लेभल कम हुँदै जान्छ अब पछाडि विद्युत सौध हुन्छ अगाडि केटाहरू छन् जति माथि गयो त्यति गाह्रो हो दुधकुण्डको छोरोल्पा भाया लगभग हामी यतिखेर छोरोल्पा पुग्ने बेला भइसकेको थियो तर हामी दुधकुण्ड हुँदै छोरोल्पा जाने भएको कारणले केही पाउनलाई केही घुमाउनु पर्छ भन्दा त्यहाँ पुग्नुको लागि अलिकति आफ्नो शरीरलाई दुःख दिनुपर्छ 2 घन्टा 15 मिनटमा ठाडो उकालो हिँडेर यो ठुलो ढुङ्गा भएको ठाउँमा आइपुग्यौँ यही हो बाटो विचार गर्नुहोस् अब त्यो पुल कटिसकेपछि छोरालतिर नगएर दुधकुण्ड आउँदै हुनुहुन्छ भने चाहिँ लेफ्ट साइड च्यापेर आउनुपर्ने रहेछ खोला तरेर एउटा काठको खोला छ खोलाको किनारको उता ठाडो उकालो उक्लिनुपर्छ बाटो रहेछ त्यो बिचमा मात्रै अलिकति कन्फ्युजन हुने रहेछ त्यसपछि त बाटो देखिन्छ हिँडेकै बाटो जस्तो देखिन्छ अब 2 घन्टा 15 मिनट भयो यहाँ अब माथि ठ्याक्क पुग्न कति टाइम लाग्छ म अहिले बिचमा भन्नु लाग्छ पुगेपछि होइन बिचमा खिच्नुपर्छ फेरि ब्लग सानो हुन्छ छोरोल्पा यतापट्टि छ हामी जाने दुधकुण्ड चाहिँ यतापट्टि छ केटाहरू त्यहाँ छन् विद्युत सर तलतिरै हुनुहुन्छ कहाँ हो थाहा छैन हिँडेको 2.5 घन्टामा हामी यति धेरै हाइटमा आइसकेका छौँ तलबाट आएको हो त्यो ट्रायल देख्नुहुन्छ नि पारिपट्टि त्यहाँबाट आएको हो त्यो खोला पारीको खोला बगेको ठाउँको त्यो साइडबाट आएको धेरै माथि आइसकेको छ यु क्यान सी द हाइट है
यति हाइट जस्तो आइसक्यो। अब धेरै छैन, यताबाट चाहिँ तेस्रो बाटो छ छोराल्पा जानलाई, दुधकुण्ड जानलाई अझै 1 घन्टा जति लाग्छ होला। ओके, त्यो माथि डाँडामा केटाहरू भएको डाँडामा गएर एकचोटि त्यहाँबाट खिचौँला है त। यु क्यान सी द भ्यू है, टप अफ द माउन्टेन भने जस्तै छौँ। छोराल्पाको हाइटमा चाहिँ आइसकेका छौँ। हामी यहाँ धेरै हाइटमा आइपुगिसक्यौँ। अझै अब यहाँबाट 1 घन्टा जति लाग्ला दुधकुण्ड। यो दुधकुण्ड यही हो जस्तो लाग्यो, यो हिमालको मुनि हो दुधकुण्ड। दुधकुण्ड चाहिँ यही हिमालको मुनि हो अनि छोराल्पा चाहिँ यतापट्टि हो। हिमाल यतापट्टि यो फेद गहिरोमा चाहिँ छोराल्पा छ। हामी हेर्नुहोस् ऊ तल खोलाबाट यति धेरै हाइटमा आइसक्यो। यो पहाडको मुनि चाहिँ दुधकुण्ड होला। ओ माइ गॉड, अहिलेसम्म त्यस्तो अब लेग पेन त भइ नै हाल्छ हिँडेपछि। सास फेर्नलाई नै अलिअलि गाह्रो भयो, तर त्यस्तो बिहान हाई अल्टिट्युड सिकनेसको लागि भनेर एउटा ट्याब्लेट खाएको थिएँ, त्यसले नि काम गर्यो होला। अलिअलि गाह्रो त हुन्छ नै जति माथि आए चिसो ठाउँ। अब पुगिन्छ, अब त घुँडा टेकेर भयो नि पुगिन्छ भनिन्छ नि, पुगिन्छ। अब बिचमा 1-2टा आउँछ होला भिडियो, अनि त्यसपछि दुधकुण्डमा पुगेपछि। समीर के छ त हालत? हेलो, के छ त हालत? छैन हालत? बोल्ने क्षमता नै हुँदैन रहेछ। नेटवर्क नभएको ठिक न त फोन आउँथ्यो, हेलो कहाँ पुग्यो यताउता। सरी है, फेरि त्यो भन्न खोजेको होइन, चासो हुन्थ्यो होला, तर गाह्रो बोल्नलाई नै। सिजनमा यो पुरै ढाकेको, ना भिलेजसम्म पुरै ढाकेको हुन्छ। अब पानी पर्ने सिजन पछि नै यहाँको ट्रेक बन्द हुन्छ, हिउँ पर्ने सिजनमा पनि बन्द हुन्छ। त्यही हो, फागुनबाट सुरु भई जेठसम्म, फागुन चैत वैशाख चाहिँ 4 महिना चल्छ यो ट्रेक। त्यही भएर त्यो अनुसारले समय अनुकूल पानी पर्ने सिजनमा नआइदिनु, धेरै ठाउँमा पहिरो जाने समस्या हुँदो रहेछ। यो पुरै हिउँले ढाकिएको हुन्छ। 3 आवर्स है, 3 घन्टा हिँडेपछि तलको त्यो देखिएको खोलाको फेदबाट, ना भिलेजबाट भनौँ न, त्यहाँबाट हिँड्दा हिँड्दा यहाँसम्म आइपुग्यो। अब धेरै छैन जस्तो लाग्छ, यो कुना भित्ताको गहिरोमा हो। छोराल्पा चाहिँ अब हामी छोराल्पाभन्दा त माथि आइसक्यो, छोराल्पा अब तल पर्छ, त्यो चाहिँ सेकेन्ड हो, पहिला हामी दुधकुण्ड। ओके, अब बिस्तारै हिँड्छु। यो सास फुलेको कारणले नि धेरै भिडियो बनाउन सकिएन। फेरि हुस्सुले छेकिसक्यो, एकैछिनमा खुल्छ एकैछिनमा छेकिन्छ। यहाँ केटाहरू माथि पुगिसके, म चाहिँ बिस्तारै आउँदै हेर्नुहोस्, फेरि हुस्सुले पुरै छेकिसकेको छ। अहिले चाहिँ अलिकति गाह्रो भयो, जति हाइट आयो त्यति 4700 मिटरमा जाँदैछौँ हामी। त्यही भएर यो सबभन्दा अहिलेसम्मको मेरो सबभन्दा हाइटवाला ट्रेक भयो, 4700 मिटर। छोराल्पा त 4400मा हो, यु क्यान सी सबै छोपिसकेको छ, केही छैन। ट्रायल देख्नुहुन्छ, हुस्सेले पुरै छेक्यो। अघि नैको त्यो देखिएको दुधकुण्डको हिमालय नजिकै जस्तो हुन्छ। हामी यो तलको बाटो हुँदै 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 तलबाट, अब तल नि देखिँदैन छैन, उताको पनि देखिएको छैन। अलमोस्ट आइसक्यो, अब त जसरी पनि पुगिन्छ। सास फेर्नलाई लास्टै गाह्रो भइरहेको छ, धेरै हाइटमा आउन आएपछि बोल्न, किनकि अक्सिजन बोलेपछि अलिकति धपेडी हुन्छ। अब म लगभग नजिक आइसकेको छ दुधकुण्डको। त्यहाँ नजिक गइसकेपछि तपाईँहरूलाई त्यो अब खुल्लिनु पऱ्यो, हामीले देख्नलाई चाहिँ खुल्लिन्छ भने आश गरौँ है त। यसपछि हामी छोराल्पाको लागि ओह्रालो ओर्लिन्छौँ, त्यसपछि हामी ना भिलेज गएर हाम्रो सामान प्याकिङ गरेर कि त्यहीँ बस्छौँ कि तलतिर ओर्लिन्छौँ है त। म कन्फ्युज भएको अवस्था, बाटो उसले गर्दा बाटो कतै केही देखिँदैन, अब कता हो के हो भन्ने नै थाहा भएन। अब साथी बनाउँदाहरू, हिँड्न सक्नेहरू अगाडि गइसके। अब कहाँ हो सिग्नल यस्तो पनि छैन। अब एकछिन मौसम खोलुन्जेलसम्म कुद्ने। सोलो ट्रेक गर्दाखेरि चाहिँ यही विचार गर्नुपर्छ। आउँदै हुनुहुन्छ भने विचार गर्नुपर्ने चाहिँ यही हुन्छ, किनकि लास्टै कन्फ्युजन हुन्छ बाटो। अब
म आफै कन्फ्युज भएँ अहिले उनीहरूको पछि पछि आएको जस्तो लागेको थियो त चक्कमन्न भयो अहिले हेर्न सक्नुहुन्छ चारैतिर हुसुले अब कता जाने के गर्ने भन्ने पनि थाहा हुँदैन अब एकछिन मौसम खुलुन्जेलसम्म दुधकुण्डको फेद कहाँ हो त्यो हेरेर त्यो पहाडको त्यसरी जानुपर्छ अब बाटो अनुसारले त यही जस्तो लाग्छ ट्रायल त छ यहाँ तर एक्ज्याक्ट अब उल्टो बाटो हुनसक्छ अघि नै हेरेको चाहिँ यतापट्टि थियो नि त सास फेर्न गाह्रो छ किनभने हामी लगभग 4600 मिटर जस्तो माथि आइसक्यो अब त्यही 100 मिटर माथि होला दुधकुण्ड ओके यस्तै हुन्छ अब के गर्नु दुःख पाउनलाई नै आइएपछि दुःख पाइन्छ नै र भ्यू हेरेर त्यसमै सुखको महसुस गर्नुपर्छ यो चिजको मिनिङ चाहिँ आज मैले महसुस गर्दैछु है हामी बनाउँदाखेरि चाहिँ पहिला यति तले घर उति मागेको पुरा हुन्छ त्यो होइन जस्तो लाग्यो यो बाटोमा यो बनाइदियो भने चाहिँ बाटो कन्फ्युज हुँदा ए मान्छे हिँडेको रहेछ भनेर थाहा हुने रहेछ जहाँसम्म लाग्छ अब अहिले म यो हेरेको भरमा यो बाटोबाट ट्रायल हुँदै जाँदैछु अब केटाहरू त छैनन् सो यसको मिनिङ चाहिँ आज मैले महसुस गर्दैछु है धेरै माथि आए तिनीहरूको नाम निशाना छैन अगाडि जानेको हुसुले पुरै छेकेको छ अब कहाँनिर भन्ने पनि थाहा छैन योभन्दा अगाडि बढौँ कि नबढौँ हेर्दा त बाटो हिँडेको बाटो जस्तो देखिन्छ त्यहाँ माथि त्यो ढुङ्गा अनुसारले त आएँ हराएको अवस्था दुधकुण्ड छोरल्पा ट्रेकमा म यति नजिक भएकोलाई त छोडेर जान्छन् भने त्यो तलै भइसकेको विद्युतलाई त किन नछोड्नु यिनीहरूले आइएम लस्ट है तर उता पर एउटा झन्डा देखियो त्यहीँ हुनसक्छ अब अझै अगाडि बढ्छु अझै हुसु गएको छैन म यो झन्डा देखे भएर हुसुको बिचमा अनि यो यस्तो यस्तो बाटो देखेको भरमा अघि बढेको हो उता नि ढुङ्गा बिचमा रहेछ रहेको अवस्था त्यो ढुङ्गा त त्यहाँ पारिपट्टि पनि रहेछ अब यता हिँडेको जस्तो बाटो पनि देखिन्छ मौसम नभएको एक नाम निशाना छैन हराएको महसुस आज अब फर्किनलाई तलै छ फर्किन त सकिन्छ होला तर अहिलेलाई चाहिँ म हल्लमल्ल परेँ खोलाको आवाज त्यता आइरहेछ भनेपछि त्यतातिर आइरहेछ भनेपछि त्यहाँ नै हुनसक्छ पोखरी कि अब यता माथिबाट बग्दै गएको नै हुनसक्छ अब उज्यालो नहुन्जेलसम्म थाहा हुँदैन अब कुद्नुभन्दा मसँग अप्सन नहुने भयो अब चाहिँ अप्सन छैन त्यहाँ एउटा बिस्कुटको खोल पनि देखेँ अगाडि यस्तै त्यो मैले अघि नै देखाएको जस्तै ढुङ्गाको चाङहरू एउटा अगाडि एउटा छाप्रो पनि देखेँ त्यही भएर अब बोलाउँदाखेरि सुन्निएन उनीहरूले केही रियाक्सन गरेन जहाँ पुगिन्छ अगाडिसम्म जाउँ बाटो छ भने छ दुधकुण्ड भने दुधकुण्ड न त फेरि फर्किन्छ तलतिर जाने नै हो केही फरकै छैन ओके साथीभाइ हराइँदैन किनकि फर्किने मलाई बाटो थाहा छ आउने मात्रै हो अलिकति मौसम नि खुल्दैछ ओके अब चाहिँ साथसाथै फुल्न गाह्रो भयो के अरे बोल्न नि गाह्रो छ त्यही भएर एकछिनमा है त एउटा घर बिचमा त देखियो मान्छेको बसोबास छैन जस्तो छ बाटो यही हो जस्तो लाग्यो तल मान्छे बोलेको जस्तो सुनिरहेको छु केटाहरू ल अब चाहिँ यही बाटो नै रहेछ ह्याप्पी टु कम है होम है यतै नै हो अब जहाँसम्म लाग्छ यहाँ बस्नु मिल्ने रहेछ अहिले चाहिँ मान्छे रहेन रहेछ यसरी आफ्नो लोगो टाल्दै छन् यतै नै यो गहिरोमा रहेछ दुधकुण्ड जहाँसम्म लाग्छ मलाई ओके फाइनल्ली म्यारिड है फाइनल्ली आज फोर्थ डेको अराउन्ड 4 घन्टा लगभग 3.5 घन्टा भनौँ न म दुधकुण्ड आइपुगेको छु यु क्यान सी दुधकुण्ड फाइनल्ली बाटो बिचमा हराए पनि म कन्फ्युजन भएँ फाइनल्ली आई एम हियर ह्याप्पी टु सी दुधकुण्ड हो माई गॉड मोमेन्ट अफ ट्रुथ है म भनिदिन्छु अब अघि नैदेखि जति पनि सास फेर्न गाह्रो भएको थियो खुट्टाहरूको पेन थियो त्यो देख्ने बित्तिकै धेरै रिलिफ भयो भगवान्सँग यति मात्र प्रार्थना छ कि यो मौसम क्लियर होस् घामको
अलिअलि रात त भइरहेछ यति क्लियर होस् दुधकुन्द So guys, this is दुधकुन्द 47 से हाइटमा आएर दुधकुन्दको दर्शन गरियो आज 4th डेमा 3.5 घण्टा लाग्यो ना भिलेजबाट यहाँ आउन Oh my god Finally entering to दुधकुन्द Hi We made it, I made it You can see दुधकुन्द मौसम क्लियर छैन यताबाट आउने रहेछ यताको पहाडबाट पानी दुधकुन्द अब कत्रो छ एरिया थाहा छैन भगवानको जय होस् दुधकुन्द फर वेदर क्लियरेन्स है यो मौसम क्लियर भयो भने भ्यू हेरेर अनि यताबाट चाहिँ हामी छोराउनको लागि निस्किन्छौँ मोमेन्ट अफ द ट्रुथ क्या द ह्याप्पिनेस हाँस्न सकेको छैन अझै पनि अक्सिजन लेभल कम छ शरीरमा आइपुग्यो त्यति नै हो ठुलो कुरो ओके म अब उता माथि गएर केटाहरूलाई भेट्छु अनि त्यसपछि त्यताबाट भ्यूहरू खिच्छु है त सक्नुहुन्छ मौसम क्लियर छैन त्यही भएर कुण्ड देखिएको छैन हामी दुधकुन्दको किनारमा छौँ यताबाट चाहिँ माथि भ्यू हेर्न जान मिल्ने भ्यू होला अब माथितिर छ यता चाहिँ दुधकुन्द हो अब देखिएको छैन यतापट्टि चाहिँ स्तूपहरू छ देख्न सक्नुहुन्छ ओके टप अफ द दुधकुन्द 47 मिटरमा केटाहरू फोटो सेसन सुरु हुँदैछ ओके मौसम खुल्ला जस्तो भएन अब यहीँ भए पनि पानी दुधकुन्दमा स्नान गर्न नसके पनि स्नान गर्नु हुँदैन भन्ने परम्परा रहेछ किन हो थाहा छैन त्यो हामीले तल सोध्न पाएनौँ अब म यहाँ अनि लेबर मिलाएर बस्ने नै कन्फ्युजन भयो बस्ने ठाउँ नै त्यति राम्रो छैन आइयो दुधकुन्द सेल्फ मेड क्यामेरा है त्यहाँ ढुङ्गामा अड्काएर अब यता दुधकुन्द ओके फाइनल्ली दुधकुन्द आइपुग्यो अब हामी यहाँ यसो फोटो सेसन गरेर अनि तलदेव छोराहरू जान्छौँ अब मौसम खुला जस्तो त लागेन ओके अनि जलदान भनेकै त्यही त हो नि आएर गर न त्यो मेनै यही त हो नि जलदान ओके त्यत्रो बेर कुदा त त्यहाँ नदिए अनि ओ माय गॉड म एकचोटि गर्छु हैन उहाँ गरे हुन्छ उता गएर दिनमा भिडियो बनाइदेऊ नि त यसको तर यहाँ सजिलो चाहिँ सजिलो है उता टेक्न सकिन्छ भने उता टेकेर उता यहाँ अलिक दहमा क्या यो चाहिँ यताको भयो उता ढुङ्गा छ नि एउटा यस्तो चेप्टो यो ठुलो ठाडो भन्दा फोटो उता 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 अर्कोमा पल्लोमा
भिडियो कि के एकछिन है त पूर्व त उता हो नि अनि कहाँ अब यतै जल कुण्डमै चढाउने नि आफ्नो सेफतिर हाल्नु जमिहाल्छ नि ओके आइम ब्याक अगेन है होइन यहाँ मेरो भिडियो चलिरहेछ नि त ओके यति नै दुधकुण्डबाट अब मौसम खुल्ला जस्तो लागेन मौसम खुल्यो भने त भिडियो आउँछ न त अब यहाँबाट हामी ब्याक टु छोरोल्पा हुँदै नागाउँ जान्छौँ अब यस्तै हो शिवरी शिव यसो फोटो खिच न एउटा फोटो बनाऊ अनि एउटा भिडियो पनि बनाइदेऊ पोर्ट्रेटमा फोटो कि भिडियो नाच्नु ओके दिस इज दुधकुण्ड फाइनली वी मेड इट 4700 मिटरमा ओके जय दुधकुण्ड झन्डा बोक्नु हो के गर्नु एउटा गर नि त एउटा त्यो बोतल देऊ नि त यहाँ पानी ल्याउनु अब च्यापै यहाँ फाल्ने गरी फाल ल ओके अब जल लानलाई ओके हामी आइपिएल हो कि के भन्थ्यो हिजो त्यस्तो अब यसमा दुधकुण्डको पखालेर राम्रोसँग अब मिनरल वाटर नै जुठो भयो नै हाल्छ अब दुधकुण्डको चाहिँ अब छोरोल्पाको त नलगे हुन्छ दुधकुण्डको जल हामी लाँदैछौँ सबैले तल गएर बाँड्छौँ शिवरी पर्ख न पछाडि देखियो होला माइन्ड नगरिदिनुहोस् है त ओके दुधकुण्डको जल पनि कलेक्सन गरे अब हामी छोरोल्पातिर प्रस्थान गर्छौँ मौसम खोला जस्तो लागेन यहाँ ओके थ्याङ्क यू सो मच फाइनल्ली अलिअलि भयो नि खुलेको छ फेरि छोपिहाल्यो नि एकैछिनमा खोल्ने एकैछिनमा छोप्ने भयो नि खोल्यो भने खतरा देखिने रहेछ यहाँ अब फोटोसोटो भिडियो खिचेर दुधकुण्डको दर्शन गरी पानी कलेक्सन गरे अब हामी जल पानी भन्न मिल्दैन जल कलेक्सन गरेर अब हामी यहाँबाट छोरोल्पाको लागि निस्क्यौँ है त बाटोमा एक दुईवटा गरेर छोरोल्पा गएपछि दुईटा गरेर हामी अब निस्क्यौँ दुधकुण्डबाट मौसम त्यति साह्रो खोला छ त एउटा दुईवटा ल्याएको झन्डा मध्ये एउटा झन्डा चाहिँ यहाँ राख्यो ज्वाइँ डाँडामा पुगिसक्यो हामी लगभग दुधकुण्डबाट तलतिर फर्किन थालिसक्यो छोरोल्पाको लागि अनि के अरे अनुहार चाहिँ हिउँमा चिसोले
कक्रेर हेर्नु न अनुहार न दनुहार जस्तो भइसकेको छ। अब बिचौमा खिच्छु अनि छोरोल्पा गएर यहाँ एउटा एरो राखिदिएको रहेछ यो ढुङ्गामा, यो एरोबाट छोरोल्पातिर जाने है त, यो ढुङ्गाबाट। अघि नै मैले अगाडि भिडियोमा म हराएपछि यो झन्डा देखेर गएको थिएँ नि मासतिर, त्यताबाट यहाँ एउटा यो ढुङ्गा रहेछ छोरोल्पाको है, यताबाट तलतिर ओर्लेर जाने रहेछ है त साथी। लगभग 9:45बाट 9:45मा दुधकुण्डबाट हिँडेको। अब यो कहाँनिर केही छैन, त्यही सिग्नलको भरोसामा हिँडेको छौँ छोरोल्पातर्फ। म भन्छु आधी घन्टामा यहाँ आइपुगेका छौँ। अब कति लाग्छ टाइम तल पुग्दा छोरोल्पा दुधकुण्डको सर्टकट बाटो हेरौँ है त। सिकेपछि यो बिच एउटा ढुङ्गामा यस्तो एरो दिएको छ। अब यताबाट छोरोल्पा जाँदैछ, अघि नै आएको बाटो अर्कै हो, यो जाने बाटो अर्कै हो। हिँडेको 45 मिनटमा दुधकुण्डबाट छोरोल्पातर्फ। बाटोमा एरोहरू छ, त्यति कन्फ्युजन बाटो चाहिँ छैन, तर ठाडै ओह्रालो रहेछ। यदि छोरोल्पाबाट दुधकुण्ड आउने हो भने गाह्रो हुन्छ, त्यही भएर दुधकुण्ड जानु छ भने पहिला दुधकुण्ड अनि छोरोल्पा। हेर्नु न यो एउटा ठ्याक्क कसरी अड्केर बसेको छ ढुङ्गा। वाह, अनुहार कस्तो भएको छ, यो चिसोले खारो फुटेको जस्तो ओठ, मुख पुरै सुकेको छ। यो चाहिँ किन नखाएको भन्नु होला, यो जल हो दुधकुण्डको, त्यही भएर मिलेन। ओके, बिस्तारै केही रहेछ भने तल यस्तै ढुङ्गाहरू केही रहेछ भने अपडेट गरौँला, न त छोरोल्पा पुगेपछि है त। दुधकुण्डबाट आउने बाटो यस्तो पहेँलो पहेँलो चिन्ह चाहिँ राखिदिएको हुन्छ, ढुङ्गै ढुङ्गा। हो माइ गड, हेर्नुहोस् यस्तो भिरबाट तल ओर्लिनु पर्ने रहेछ, जान त असम्भवै छ। यताबाट छोरोल्पा घुमेर दुधकुण्ड जान्छु भन्ने असम्भव बाटो, यस्तो ठाडो ओह्रालो, खुट्टामा एङ्कलमा प्रब्लम आइसक्यो मेरो, थाहा छैन अब के गर्ने हो। अब दुधकुण्डबाट बगेको खोला यहाँ आउने रहेछ, अब यही तरेर जानुपर्ने रहेछ। ओके, घर आइयो दुधकुण्ड छोरोल्पा, फर्किनु पऱ्यो। म बिस्तारै फर्किन्छु, म हतार गर्दिनँ किनकि मेरो खुट्टामा लास्टै प्रब्लम आइसकेको छ। अब छोरोल्पामा गएर इन्डिङ हुन्छ ब्लग चाहिँ BFO को, फर्केको प्रब्लम आएको यता हुँदैन, BFO बाट हिँडिन्छ। अब हेरौँ खुट्टाले कतिको साथ दिन्छ, कति हिँड्न सक्छु त्यो अनुसारले मात्रै हिँड्छु म। अनि तल पुगेर छेउमा पुगेर घर फर्किदिन्छु। ए माथि हेर्न सक्नुहुन्छ भिर, यस्तो यो तरेर आउनुपर्ने रहेछ। सर्टकट त सर्टकट, तर महाको सर्टकट रहेछ। खोला दुधकुण्डबाट आएको खोला होला यो है। भिरको बाटो सिचल्दै खोला नागेर यहाँसम्म 1.5 घन्टामा आइपुग्यो। ओह माइ गड, फेरि रेनकोट लाउनु पर्यो। हेर्नु क्याप भिजेको, तर यसरी हिँड्दाखेरि चाहिँ तपाईँको साथ नछोड्ने साथीहरूसँग हिँड्नुहोस्। म यो भिरको बाटो हिँड्ने त्यति बानी छैन, अलि अप्ठ्यारो भयो। अघि नै हिँड्नुभन्दा अगाडि सोच विचार गरेर मात्र हिँड्नुहोस् है त। 45 मिनटमा सिजलले यहाँ आइपुगेका छौँ। कहाँ हो के हो थाहा छैन, अझै बाँकी छ, कहाँ हो जाँदैछौँ। ओके, छोरोल्पा पुगेपछि भेटौँला। क्यान सी द फुलहरू कहाँबाट आयो भनेर देखाउन नि पाइएन। फाइनल्ली एउटा पानी भएको ताल त देखियो, एक्ज्याक्टली चाहिँ हो कि होइन थाहा छैन। अब पल्लो छेउछाउमा एरो छ, यो पहेँलो पहेँलो टिक भनेको चाहिँ एरो हो। अब उतासम्म जानुपर्छ, हो जस्तो पनि छ। अब मौसम खुलेको छैन, माथि दुधकुण्डमा नि खुलेन, छोरोल्पामा नि खुलेन भने यत्रो दुःख गरेर आएको के मतलब हो र। अब मौसम खुल्यो भने राम्रो भिडियो आउँछ तालको, ग्लेसियरको, हजुरहरूलाई नै पस्किन सक्छु म। नत्र त उही मेरो अनुहार हेर्नुभएको चाहिँ त्यति हो भने जस्तो भइसक्यो। ओके, सी यू है। लगभग यही नै हो छोरोल्पा नै, किनकि तालदेखि यस्तो निलो पानी भने चाहिँ लगभग यही नै हो। ओके, वी मेड इट, आई मेड इट। सबैजना हाम्रो टिमले मेड इट है। यो आइसक्यौँ हामी, वी डन एभ्रिथिङ। सास फुलेर के बोलिनु थाहा छैन, दिमागमा नै अक्सिजन कम भइसक्यो। हामीले ट्रेक चौथो दिनमा
यहाँ छोड्नु छ। म फर्केको चाहिँ आउँदैन, यहीँ ऱ्यापअप गरिदिन्छु म आएपछि। अब फर्केको बाटोको आउँदैन किनकि पीडा छ सम्झिँदै उकालो ओह्रालो। ओके जसरी यहाँ एउटा घर देखियो होला, हेर्नुहोस् हुसुले छेकेको छ, ताल देखेको छ भनेपछि यही हो छोरोल्पा। बट बिकज अफ क्लाइमेट अब देखिएको छैन। भाग्य नै यस्तो हो कि दुधकुण्ड नि सेम यस्तै भयो, अब छोरोल्पाको नि यस्तै भयो। यत्रो दिन पानी नपरेको आजै पानी पर्यो हामीलाई। यत्रो दिनमा पानीले एक दिन पनि चुटेको थिएन, आज पानीले नि चुट्यो एकछिन भए पनि। अनि हुसुहरू पनि घाम लाग्थ्यो हिँड्दाखेरि चाहिँ आज देखिन पाइएको छैन। फाइनल्ली छोरोल्पा तलको त देख्नुभयो होला, हामीले नै अहिलेसम्म यति देखेको छौँ। के छ मौसम खुल्ला भन्ने आश छ। फाइनल्ली डे 4 छोरोल्पा 12 बजे बिहान 5:30 बजे हिँडेको भनेपछि 6.5 घन्टामा छोरोल्पा आइपुग्यो। ना भिलेजबाट दुधकुण्ड गएर दुधकुण्डबाट छोरोल्पा। तर यो ट्रायल चाहिँ यो दुधकुण्ड टु छोरोल्पा नट गुड है, भेरी ब्याड, 0। ओके अब म माथि केटाहरू बाटोमा जान्छु। अहिले मौसम खुलेपछि भिडियो बनाउँछु। तर फाइनली वी हेभ डन है, आइपुग्यौँ यो ठाउँसम्म। थ्याङ्क यू सो मच। तातो पानी अब तातो पानी खाने। अब मौसम खुल्यो भने छोरोल्पाको ताल खिच्ने, न त दुधकुण्ड जस्तै। यो छोरोल्पाकै पानी रहेछ है, तताएर तातो पानी खाँदैछौँ। ओके अब तातो पानी खाएर म चाहिँ एकछिन ढल्किने। यहाँ लास्ट गाह्रो भयो, चाउचाउ पाक्दैछ। अब मौसम खुल्यो भने हेर्न पाइयो, नत्र दुधकुण्ड जस्तै। अब आज हाम्रो हिजोतिर त घाम लाग्यो, हामी परबाट हेर्दा नि तपाईँहरूलाई त्योभन्दा अगाडि भिडियोहरू नि हेर्नुहोस्, पुरै घाम लागिरहेको थियो। अब लेट्स सी व्हाट ह्यापन्स। अब तातो सुप खाउँ। अब अहिलेलाई यति, छोरोल्पा खुल्यो भने खुल्यो, नत्र यहाँबाट हिँड्ने बेला टाटा बाई गरेर बन्द गरिदिउँला। हिमाल देख्नुभयो अलिअलि खुलेको छ। म सुतेको मान्छे त उठेर आइसक्यो, कति खुल्यो होला। दिस इज छोरोल्पा है। ल अब खुल्यो, त्यही खुसीको कुरो हो। हिमाल नदेखे पनि छोरोल्पा ताल 4 किलोमिटर छ अरे यो। छोरोल्पा यति भयो नि देख्ने मौका पाइयो। छोरोल्पा ताल है, यति देख्न पाउन नि धेरै खुसी महसुस भयो। फेरि हुसु आइसक्यो। एकैछिन 5 मिनटको लागि खुलेको हामीलाई सौभाग्य, हेर्नको लागि सौभाग्य मिलेको हो। यु क्यान सी इट। म चाहिँ पानीमा भित्न जान मन लागेन। केटाहरू त्यहाँ गएर फोटो खिच्दैछन्, मैले माथिबाटै खिचेँ। 4 किलोमिटर लामो छ अरे यो ताल। अब हिमाल चाहिँ देख्न पाइएन। अब बस्यो भने त अब खुल्छ होला, अब के गर्छन्। कति गाह्रो हुन्छ भनेर यहाँबाट थाहा हुन्छ। अनि हामी त धन्नले शिवरी त त्यस्तो छ है। हेर्नुहोस् ओके अल डन, बाई बाई छोरोल्पा। अब राम्रोसँग खुलेन। 2 बजे हामी यहाँबाट निस्क्यौँ। अब आज बेदिङसम्मको यात्रा। पानी परेको छ, पानी ब्याड लक हाम्रो। पानी परेर हुसुले पुरै छोरोल्पा छेकेको छ। अब बेलुकासम्म खुल्न त सक्छ, तर अब यहाँ बस्ने कुरो छैन। हिजो पनि गाह्रो भएको छ अल्टिट्युड सिक्नेसले। आज बेदिङसम्म गएर बस्ने प्लान छ। त्यो भएको कारणले हामी अब फर्कियौँ। यस्तै हो, अब हिँडिसकेपछि पानी यो लेकमा जतिखेर नि पानी पर्न सक्छ, जतिखेर नि घाम लाग्न सक्छ, जतिखेर नि हुसु लाग्न सक्छ। देखिन्छ भन्ने त हुँदैन। हामी एज अ प्लान्ट बिहान चाँडै नै पुगेको हो, तर आज घामै लागेन। सो सरी तपाईँहरूलाई जति पनि फुटेज छ, जति हेर्न सक्यो त्यो हेऱ्यो। धेरै धेरै धन्यवाद, साथ सपोर्ट दिनु होला। अब दिस डे 4, अब यो त डे 7सम्म जान्छ, तर अरू फर्केको चाहिँ नखिच्ने भन्ने कुरो हो मेरो। छोरोल्पासम्म आयो, त्यति नै खुसीको कुरो हो। छोरोल्पा
मौसम लाग्यो राम्रोसँग यो त्यहाँको झन्डा यहीँ राखेर हामी बिदा हुँदैछौँ जे छोरोल्पा सी यू नेक्स्ट टाइम अन द नेक्स्ट भिडियो डे 4 को हामी छोरोल्पाबाट तल ओर्ल्यौँ बिहानको लटमा आएको भिडियोमा दुधकुण्ड यताबाट गयौँ हामी आउँदाखेरि यताबाट आइपुग्यौँ ठ्याक्क 9 घन्टा लाग्यो यहाँसम्म त्यहाँ पुग्दा 1 घन्टा भनेपछि 10 घन्टाको डे 4 भयो आज यात्रा भयो आज खुट्टामा पेन छ हिँड्न सकेको छैन हात कक्राएर यस्तो भइसक्यो पानी परिरहेछ भिजिरहेको छु खोल्च्याङ भइरहेछ खुट्टा त्यस्तै छ अब यो ट्रेक भन्ने चिज अब डे 4 को इन्डिङ म माथि ना भिलेजको होटेलमै गएर गरौँला डे 5, 6, 7 चाहिँ आउँदैन किनकि अब त्यही बाटो खिच्दै आएको हो तपाईँहरूलाई पनि वक्कै दिक्क लाग्न सक्छ इन्डिङ त्यहीँ गरौँला अहिलेलाई चाहिँ यहाँ आइपुग्यो भनेर अपडेट मात्रैको लागि गरेको है त ना भिलेजमा आइपुगेको थियो छोरोल्पाको एकछिन रेस्ट गरेर मरिच चिया खाएर अब हामी बेडिङमा गएर बस्छौँ आज डे 4 को अब बेडिङमा पुगौँ अनि त्यसपछि बिच बाटोमा ब्याट्रीले धानेसम्म न त बेडिङमा गएर आज इन्ड गर्छौँ त्यही हो ल है त विदाउट क्याप है क्याप भिजेर चिसो छ अनि अब हामी बेडिङतर्फ लाग्दैछौँ ना भिलेजबाट डे 4 को इन्डिङ भएकै छैन बिहान 5:30 बजीदेखि 5 बजी उठायो भनौँ न 5:30 बजीदेखि हिँडेको ठाउँ अहिले ब्यान्डेज बाँधेपछि चाहिँ मेरो खुट्टामा त्यो अलिकति राहत भएको छ अब जाउँ बेडिङसम्म केटाहरूको इच्छा हिजो त्यही बेडिङबाट ना भिलेज आउन 3 घन्टा लाग्ने बाटो हो उकालो जस्तो तेर्सो हो अहिले चाहिँ ओर्लिन चाहिँ 1.5 2 घन्टामा सकिन्छ कि भन्ने कुरो छ हेरौँ अब जाँदै गरौँ अब डे 4 को चाहिँ बेडिङमै गएर इन्डिङ गर्ने कुरो भयो यु क्यान सी द भ्यू है 360 भ्यू 5 बज्यो टिकटकले गर्दाखेरि यहाँ केटाहरू बिचो बाटोमै टिकटकको रमाइलो छ अब यस्तो छ यहाँको भ्यू जाँदा नि हेरिहाल्नु भएको छ यसको भ्यू त अब आज डे 4 को क्लोजिङको लागि मात्रै हामी बस्ने ठाउँ भनेर बनाइरह है त फाइनल्ली आज बस्ने बेडिङ गाउँ देखियो ओह्रालो ओर्लिन जाने गाह्रो इट्स टु मच भन्थ्यो एउटाले ओह्रालो धेरै गाह्रो र हुन्छ अब म बेडिङ गाउँ पुगेपछि भिडियो बनाउँछु है त बेडिङ बजार बेडिङ गाउँ आयो आज बस्ने ठाउँ भोलि योभन्दा भोलि सकस छ सिमी गाउँ नै पुग्नुपर्ने छ आजले ज्यानले नै रेस्ट मागिसक्यो अब चाहिँ थकित मुद्रा ज्यान भित्रबाट ज्वरो आइसक्यो सिटामल सबै औषधी बाटो पानी खाएर भक्लक्क सुत्नुपर्छ खाना रेडी भइसक्यो हुन्छ हामीले फोन गरेर भनिसकेको छौँ अब त्यही हो अप्सनै छैन भक्लक्क सुत्ने भोलिको लागि प्रिपेरेसन सोच्दै भइरहेको लाग्दो बाटो छ भोलिको चाहिँ है फेरि तपाईँहरूले योभन्दा अगाडि भिडियो डे 2 को भिडियो हेर्नुभयो भने त्यहाँ पत्ता लगाउनु सक्नुहुनेछ है त यु क्यान सी द ना भिलेज बेडिङ ना भिलेज ना भ्यू पोइन्टमा चाहिँ बस्नुभयो नि है त बिहान 5:30 बजीदेखिको अहिले 7 बजीसम्म 13.5 घन्टाको यात्रापछि फाइनल्ली हामी होटेल आइपुगेका छौँ ओके यही हो अब योभन्दा बढी केही गर्न सकिँदैन डे 4 इन्स हियर आज अब यहाँ रेस्ट गरिन्छ डे 5 हरू त्यही हो यहाँबाट हामी सिमी गाउँ पुग्ने टार्गेट डे 6 त्यही हो 6 नाइट 7 डेज अरू 5 नाइट 6 डेजको टुर हुन्छ यो त्योभन्दा बढी हुँदैन 4 डेजमा चाहिँ हामी छोरोल्पा र दुधकुण्ड पुग्न सक्ने रहेछौँ फर्किन्छ आफ्नो टाइममा मेरो ब्लग अब 5, 6, 7 भनेर आउँदैन यहाँ इन्ड हुन्छ यु क्यान सी द होटेल ओके से सपोर्ट है सब्सक्राइब गर्नुहोस् यस्तै भिडियो बिस्तारै आउँछ धेरै त आउँदैन ओके